हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। म आज रुममा छुट्टी छ, मेरो नाइट ड्युटी भएर चाहिँ म आज आएको। मेरो फर्स्ट भिडियो सबैले माया गरिदिनु होला, किनकि आज मैले अब घरमा आमाको हातको तातो खाना त अब त्यस्तै नसक्नु छैन। अब सानोमा आमा पनि बित्नुभयो, अनि त्यसैले परदेश पनि छु। अब घरको याद त्यसै पनि छ, त्यसैले म आज चाहिँ मोमो बनाएर खाँदैछु। मैले अघि नै मोमो त बनाइसकेको थिएँ, त्यही पनि यसो भ्लग बनाउने भनेर। अनि यो ल्याएर राखेको, यो चाहिँ ठुलो मेरो लागि चाहिँ टक्क खाने भनेर मैले अलग्गसँग बनाएको हो। यता पनि मैले बनाइसकेको छु, पाक्दैछ। 2 सिप छ यहाँ, तर यहाँ त यस्तै हो गऱ्यो। अब उसमा पाकिरहेको छ, पाकिसक्यो लगभग। अब यो टक्क 2 सिप बनाएर खाइन्छ। अब मलाई त्यति राम्रोसँग बनाउन त आउँदैन, त्यही पनि आफूको लागि चाहिँ बनाउनु पर्दो रहेछ, बनाएर खानुपर्छ, गर्न सक्नुपर्छ। के गर्ने, अब यसो मोमो टक्क बनाएर अनि टक्क लाएर मोमो तपाईँहरूको लागि पनि मेरो लागि पनि। तर यो चिकन मोमो है, भेज पनि होइन, बफ पनि होइन। र यो छिटो हुन्छ नि त यो तरिका, त्यही भएर मैले चाहिँ यो चिकन मोमो चाहिँ त्यसको लागि छिटो गरेर चाहिँ टक्क बनाएको हो। थ्याङ्क यू। त्यसैले खाएको पनि। फाइनली गाइज पाक्यो हाम्रो मोमो, यहाँ रेडी छ होइन। त्यहाँपछि यहाँबाट मैले हिजो चटनी बनाएर लिएर आएको थिएँ होटेलबाट, मोमो चटनी छ। अनि नेपालबाट मगाएको मसँग फेरि टिम्बुरको धुलो पनि छ। टिम्बुरको धुलो हालेर टक्क मिलाएर मोमोको चटनीसँग टिम्बुरको धुलो हालेर टक्क खानुपर्छ, तब मजा आउँछ। अनि मसँग फेरि आँपको चटनी पनि छ, मेरो फेभरेट हो आँपको चटनी, म जेसँग पनि हान्छु। त्यसैले गाइस हजुरहरूको लागि पनि र मेरो लागि पनि। बल। तर मसँग साथी छैन कि, साथी भएको त कस्तो छ भन्नुहुन्थ्यो। अब आफै एक्लै हो है, तर दामी छ।